विशेष आज शिव भगवानको महिमा रहेको छ। श्रावण महिनाको आज पहिलो सोमबारबाट हजुरहरूले शिव भगवानले लिनुभएको ज्ञान दिव्य अर्थी उपदेशलाई पालना गर्दै आफ्नो नित्य कर्महरू अगाडि गरेर बढिसक्नु भएको होला, गरिरहनु भएको छ, दिन प्रतिदिन गर्दै हुनुहुन्छ। र यसमा हजुरहरूले आफ्नो घरलाई पनि वास्तु मैत्री बनाउन पाए हुन्थ्यो। वास्तु गरेर अझै शिव भगवानको ज्ञान लिएर, शक्ति ऊर्जालाई लिएर एकदम राम्रो बनाउन पाएदेखि झनै राम्रो हुने थियो भनेर हजुरहरूले वास्तु गरिदिने मान्छे वा वास्तु टिप्स, वास्तु गुरुहरू कोही भेट्नु भएको छैन अथवा वास्तु कन्सल्टेन्टहरू भेट्नु भएको छैन, त्यसको लागि खोजीमा हुनुहुन्छ भने अब हजुरहरूले चिन्ता गर्नुपर्ने छैन। म वास्तु गुरु प्रकाश दाहाल आइसकेको छु। हजुरहरूले आफ्नो घरलाई वास्तु मैत्रीपूर्ण बनाउनको लागि सम्पर्क गर्न सक्नुहुनेछ। र विशेष त साउन महिनामा वास्तु मिलाउनु एकदमै राम्रो रहनेछ र पोजिटिभ भाइब्रेसन पनि आउनेछ। र शिव भगवानजीले दिनुभएको यो ज्ञान, दिव्य ज्ञानको आधारमा हजुरहरूको घरमा एकदम ऊर्जावान तरिकाले वास्तु पनि गरिनेछ, जसको लागि हजुरहरूले कुनै पिर चिन्ता गर्नुपर्ने छैन। सदैव हजुरहरूले वास्तु गुरु प्रकाश दाहाललाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क नम्बर रहेको छ 98 513 50 619।